ल सबै दर्शकवृन्दहरूलाई पनि नमस्कार। अब तपाईँको सबैले सुनिराख्नु भएको छ हिजो अस्तिको मेमो 22 को। अब 22 को USCIS को मेमो आएपछि भूकम्प आएछ अमेरिकाभरि। यो नेपालीको हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई मात्र होइन, यहाँ बस्ने सबै इमिग्रेन्ट मान्छेहरूले, तपाईँको लाखौँ मान्छेहरूले I-485 भन्ने फारम भरेर एडजस्टमेन्ट अफ स्ट्याटस गर्नुहुन्थ्यो। अब त्यो एडजस्टमेन्ट अफ स्ट्याटस चाहिँ तपाईँको कानुन चाहिँ त्यो INA 245 एडजस्टमेन्ट गर्ने कानुन चाहिँ जस्ताको तस्तै छ। यो USCIS को चाहिँ इन्टरनल मेमो हो। उनीहरूले आफ्नो अफिसरहरूको लागि कसरी केसहरू एजुडिकेसन गर्ने, कसरी यसको दिने ग्रिन कार्ड दिने कि नदिने भनेर तपाईँको मे 21 भन्दा अगाडि जति केसहरू फाइल भइरहेछ, पेन्डिङ केसहरू र भोलि फाइल हुने केसहरू दुइटै यसो यो मेमोमा आयो। दुई किसिमको केसहरू। अब पेन्डिङ 485 लाई पनि यही दृष्टिकोणले हेर्ने भयो, अनि अब नयाँ फाइल हुने केसहरूलाई पनि यही दृष्टिकोणले हेर्ने भयो। अब के छ यसमा भन्दाखेरि तपाईँको एडजस्टमेन्ट अफ स्ट्याटस इज नट अ राइट भन्छ त्यो मेमोमा। इट्स नट अ, यु डोन्ट ह्याभ अ राइट टु फाइल एडजस्टमेन्ट अफ स्ट्याटस, दिस इज अ एक्स्ट्राअर्डिनरी रिलिफ। यो चाहिँ विशेष किसिमको सुविधा अमेरिकन यो अध्यागमन कानुनले दिएको हो र अफिसरहरूले त्यसलाई डिस्क्रेसनरी रूपमा तपाईँको उनीहरूले डिस्क्रेसनरी रूपमा दिने कि नदिने भन्ने विचार गरेर दिने व्यवस्थाको यो यो वस्तु हो। अब यसमा के बुझ्नु पर्यो भन्दाखेरि अब नेपालबाट आउने मान्छेहरूको पहिला हिसाब गरौँ। नेपालबाट आउने मान्छेहरू B1 B2 मा आउने भयो, एउटा F1 भिजामा आउने भयो। अब अर्को चाहिँ तपाईँको H1 भिजामा, L1 भिजामा आउने भयो, त्यो नन इमिग्रेन्ट भिजामा आउने भयो। त्यो नन इमिग्रेन्ट भिजामा आएको मान्छेहरूले यहाँ आएपछि अब B1 B2 को आएको मान्छेले F1 मा चेन्ज गर्यो, F1 मा भएको मान्छेले H1 मा चेन्ज गर्यो। अब दुई किसिमको म क्याटेगोराइजेसन गर्छु। एउटा के छ भन्दाखेरि तपाईँको H1 र L1 भिजामा चाहिँ डुअल इन्टेन्ट डक्ट्रिन भन्ने छ। त्यो H1 L1 भिजामा चाहिँ तपाईँको म नन इमिग्रेन्ट भिजामा आएर काम पनि गर्छु र साथसाथमा म ग्रिन कार्ड पनि लिने मेरो इच्छा छ भनेर जाहेर गर्न पाइयो लिगल्ली। अब सरकारले के भन्छ, यो USCIS को मेमोमा 21 को मेमो 22 मा पब्लिस गर्यो, 21 बाट सुरु भयो, मे 21 बाट। त्यो मेमोमा के भन्छ भन्दाखेरि तपाईँको H1 L1 मा आए पनि तपाईँले ओके यु हेभ इन्टेन्ट टु फाइल, अब तपाईँले लेबर सर्टिफिकेसन फाइल गर्नुभयो या EB1A मा फाइल गर्नुभयो, EB1C मा फाइल गर्नुभयो I-140 पिटिसन, या लेबर सर्टिफिकेसनबाट EB2 EB3 बाट ग्रिन कार्डमा जान लाग्नुभयो, त्यो फाइल गर्नलाई दियो। त्यो डुअल इन्टेन्ट भन्ने ललाई कायमै राख्यो। तर एडजस्टमेन्ट फाइल गर्नलाई इट्स नट अ फ्री राइड भन्यो। यु क्यान अप्लाई त्यो, किन तपाईँले त्यो H र L भिजामा आएर मैले यो अप्लाई गरेँ, एडजस्टमेन्ट अप्लाई गर्यो भन्दैमा त्यसको आधारमा तपाईँलाई एडजस्टमेन्ट डिनाइ गर्न सक्ने भयो। तर तपाईँको H र L भिजालाई उसले डिनाइ गर्न पाउँदैन, क्यान्सल गर्न पाउँदैन। त्यो डक्ट्रिनको मतलब चाहिँ त्यसरी बुझ्नु पर्यो। तर तपाईँले H र L भिजामा पनि एडजस्टमेन्ट फाइल गर्न पाउनुभयो, फाइल गर्दैमा ग्रिन कार्ड आउने ग्यारेन्टी भएन। तपाईँले चाहिँ अब त्यहाँ DUI को केस छ, कुनै सपलिफ्टिङको केस छ, क्रिमिनल केसहरू छ, या कुनै पनि किसिमको तपाईँको स्ट्याटसमा भायोलेसन छ, H1 मा जानुभन्दा अगाडि H1 मा पनि बेन्चिङमा बस्नु भएको छ, इलिगल स्ट्याटस भयो, कुनै कुनै किसिमको नेगेटिभ र्यामिफिकेसन हुने सन्दर्भहरू रहेछ भने एडजस्टमेन्ट अफ स्ट्याटस डिनाइ हुने सम्भावना भयो। डिनाइ भए पनि H र L लाई चाहिँ क्यान्सल गर्ने भएन। तर अर्को ग्रुप जुन नेपाली हामीले भने F1 भिजामा आएर पनि OPT बाट ग्रिन कार्डमा जाने अहिलेसम्म नेपालीहरू गइराख्नु भएको थियो र ग्रिन कार्ड EB2 EB3 मा लिइराख्नु भएको थियो। B1 B2 मा आएर पनि F1 मा चेन्ज गर्ने या B1 B2 बाट ग्रिन कार्डमा जाने या फ्यामिली बेस्ड ग्रिन कार्ड, B1 B2 मा आएर B1 B2 मा हुँदा हुँदै तपाईँको म्यारिज केस बेस्ड ग्रिन कार्ड फाइल गर्ने या बुवा आमाहरूले ग्रिन कार्ड फाइल गर्ने, चेन्ज अफ स्ट्याटस, त्यो प्रावधानहरूमा चाहिँ मुस्किल हुने भयो। Unless you really prove there is a serious necessity, you cannot go भनेर तपाईँ किन यहाँबाट तपाईँ नेपाल जान नसक्ने फर्केर र ग्रिन कार्ड लिएर नआउने। अब अर्को समस्या के छ भन्दाखेरि नेपाल चाहिँ 70 मुलुकमा नेपाल परिरहेछ। अहिले 70 मुलुकमा नेपाल परेको हुनाले नेपालमा अहिले कन्सुलर प्रोसेसिङमा गयो भने
सबै एनबिसीबाट DS-260 भर्ने, एफिडेभिट अफ सपोर्ट लिने सबै कार्यक्रम हुन्छ। र तपाईँ किन यहाँबाट तपाईँ नेपाल जान नसक्ने फर्केर र ग्रिन कार्ड लिएर नआउने? अब अर्को समस्या के छ भन्दाखेरि नेपाल चाहिँ 70 मुलुकमा नेपाल परिरहेछ अहिले। 70 मुलुकमा नेपाल परेको हुनाले नेपालमा अहिले कन्सुलर प्रोसेसिङमा गयो भने सबै एनबिसीबाट DS-260 भर्ने, एफिडेभिट अफ सपोर्ट लिने सबै कार्यक्रम हुन्छ। इन्टरभ्यूसम्म तपाईँको नेपालमा पुगेर इन्टरभ्यूको पनि व्यवस्था हुने भयो, तर ग्रिन कार्ड दिन रोक्छ। किन नेपाल चाहिँ त्यो 12 कन्ट्रीमा परेको छ, 70वटा कन्ट्रीमा नेपाल पनि छ। त्यसले गर्दा नेपाल चाहिँ अर्को 1-2 सालसम्म जबसम्म त्यो बार लिफ्ट हुँदैन त्यति बेलासम्म नेपालीहरूको ग्रिन कार्ड हुने सम्भावना कम छ। नेपालबाट नहुने भयो, अब यहाँबाट फाइल गरेर नपाइने भयो। अब नभए त्यो धोबीको कुत्ता न घरका न घाटका भन्छ, त्यस्तो बिचमा ल्याएर बनाइदियो। तपाईँको यो मेमोले चाहिँ उनीहरूलाई यस्तो किसिमको दुःख दियो। यो कानुन चेन्ज भएको होइन, यो रुल पनि चेन्ज भएको केही पनि छैन। तपाईँको इन्टरनल मेमो, उनीहरूले युएससिआइएस अफिसरहरूको लागि बनाएको मेमो। अबको हैसियतमा के छ भन्दाखेरि कुनै पनि व्यक्तिले H1, L1, B1, B2, F1 कुनै पनि किसिमबाट एडजस्टमेन्ट अफ स्ट्याटस अमेरिकामा फाइल गर्नुलाई धेरै एक्सपिरियन्स एक्सपर्ट लयरहरूको मात्रै युज गरेर अगाडि बढ्नु पर्यो। अब यो आफैले फाइल गर्ने, तपाईँको कुनै यस्तो असाइलम गर्ने लयरले फाइल गर्ने त्यो जमाना गयो। यु निड अ एक्सपर्ट अफ द एक्सपर्ट। अनि त्यो किसिमको कानुनी सल्लाह लिएर धेरै सक्षम लयरबाट फाइल गर्नुभयो भने हुने सम्भावना छ। या लयरले चाहिँ तपाईँको इक्विटिजहरू हेरेर नहुने काममा यो नगर्नुहोस् भनेर तपाईँलाई सुझाव दिनु सक्ने भयो। अर्को समस्या के देखिन्छ भन्दाखेरि अब तपाईँ नेपाल यहाँ आएर इलिगल भइसक्यो, अब नेपाल गएर ग्रिन कार्ड लिन्छु भन्यो भने 6 महिनाभन्दा बढी इलिगल बसेपछि 3 वर्षको बार छ, 1 वर्षभन्दा बढी बसेपछि 10 वर्षको बार छ। त्यो 3 and 10 year बाद अब त्यो एप्लिकेबल भयो तपाईँलाई। अब त्यहाँ विभिन्न किसिमको संलग्नहरूको तपाईँको कानुनहरूको विश्लेषण गरेर मात्रै सही सुझाव लिएर एडजस्टमेन्टको एप्लिकेसन फाइल गर्नु पर्यो मुभिङ फरवर्ड। त्यो लेसन चाहिँ हामीले बुझ्नु पर्यो यो मेमोमा। हजुर यो भन्दै गर्दा केशव सर, यो मेमो भनेको चाहिँ हाम्रो रुल लागू भइसकेको हो कि अब हामीले यो मेमोमा जुन रुल लागेको छ त्यो चाहिँ हामीले स्ट्रिक्टली आजबाट नै फलो गर्नुपर्ने हो कि के? होइन, यस्तो भयो, मैले अघि भने नि यो रुल May 21बाट सुरु भयो 2026। यो रुल May 21बाट सुरु भएपछि त्यो दिनबाट फाइल हुने 485 एडजस्टमेन्ट अफ स्ट्याटस एप्लिकेसनहरू पनि यो मेमोमा आयो। अनि त्यसरी नै तपाईँको अगाडि नै फाइल भएर जति 485हरू पेन्डिङ छन् अहिले, जसको ग्रिन कार्ड दिइसकेका छैन, उनीहरूको लागि पनि यो मेमो एप्लिकेबल भयो। अब उनीहरूको लागि के भन्दाखेरि जसले फाइल गरिसकेका छ उसलाई पनि एक्सपर्ट एटर्नीको एडभाइस लिएर कसरी तपाईँको इक्विटीहरू बिल गरेर त्यो अफिसरलाई चाहिँ एउटा एडिसनल ब्रिफ पठाउने, वाइ आई सुड गेट अ ग्रिन कार्ड हियर। उसले तपाईँको इन्टरभ्यूमा बोलाउनुभन्दा अगाडि या उसले नेगेटिभ डिसिजन गर्नुभन्दा अगाडि एडिसनल ब्रिफ, एटर्नी ब्रिफ, your affidavits and families affidavits and other equities. You are a law-abiding person, good moral character, tax तिरिराख्नु भएको छ, जब गर्नु भएको छ, you are a good member of the community, Texas नेपाली समाजलाई सहयोग गर्नु भएको छ। अब के एक्टिभिटिजहरू छ त्यो सबैलाई जम्मा गरेर तपाईँको लिगल ब्रिफ बनाएर त्यो म्याटर अफ ब्ला भन्ने छ केस 1976 को, त्यो केसको एक्टिभिटीको आधारमा तपाईँको केस बनाएर सबैले सबमिसन गर्नु पर्यो। दिस इज अ बिग 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 थिङ। हजुर यो भन्दै गर्दाखेरि चाहिँ अब जुन मेमोमा हामीले चाहिँ एडजस्टमेन्ट फाइल गर्दाखेरि चाहिँ हामीले कन्ट्री लिभ गर्नुपर्ने कुरा जुन भनेको छ त्यो चाहिँ लगतै अब जसले फाइल गर्नुभएको छ उहाँहरूले चाहिँ अहिले नै लिभ गर्नुपर्ने हो कि अब के होइन? यस्तो हो, तपाईँको के छ भन्दाखेरि H र L भिजा उनीहरूले लिभ गर्नु परेन। H र L भिजाहरूले उनीहरूको इन्टरभ्यूमा गएर उसले डिनाइ नै गर्यो भने पनि कन्सुलर प्रोसेसिङमा चाहिँ जान पाइन्छ। अब प्रोसेस मात्रै लामो हुने भयो। अब यहाँ तपाईँको 6-8 महिना यहाँ लाग्छ,
त्यसपछि अर्को 6-8 महिना एनबिसीमा लाग्छ DS 260 एप्लिकेसन एजुकेसन गर्नलाई। त्यसपछि इन्टरभ्यूको लागि नेपाल पठाउँछ। नेपालमा गएर तपाईँको इन्टरभ्यू सेन्टरभ्यू दिएर सबै काम सकिन्छ, तर ग्रिन कार्ड पाइएन। फेरि H1 मै फर्केर आउनु पर्यो। जब नेपालको बार लिफ्ट हुन्छ त्यति बेला फेरि गएर ग्रिन कार्डको स्ट्याम्प लिएर आउनु पर्यो। त्यो H र L भिजाको भयो। अब अरू भिजाहरूको मान्छेहरूले तपाईँको इलिगल B1 B2 स्ट्याटस बाहिर गइसकेको मान्छेले चाहिँ छोडेर गयो भने 3 र 10 इयर बार लाग्ने भयो। अहिले त्यतिकै जान भएन। यसैले यही एप्लिकेसनलाई कसरी अप्रुभ गर्ने भनेर एक्सपर्ट एटर्नीहरू हायर गरेर एक्सपर्टको एक्सपर्टबाट यो कामलाई सिधा बनाउनु पर्यो। हजुर, यो